ल नजाउँ केटा हो तर चल्दै चल्दैन काम गर्दा कहाँ जान्ला रे भाइ कहाँ जान्ला अरे माछाको के भन्छ खै अगाडि देखाउँ आजा त्यो त बन्द गरेर हेलो हेलो हामी चाहिँ यो बेलौती पिसुङ भन्ने ठाउँमा आएको सो माछा फार्म घुम्न आएको माछा चाहिँ अहिले नरहेछ सकिएको रहेछ अब यसो खाएर सासा खाएर फर्क्यौँ भनेर आएको बाहिर पानी परिरहेको छ भाइ चाहिँ टोइलेट गएको छ यसो पिसाब फेर्न दामी छ माथि यसो भ्यू यहाँबाट अटोमेटिक सिस्टम हो खाइदियो भाइ ल क्यामेरा अन गर्ने सिस्टम चाहिँ यहाँ रहेछ है झोलाउनु रहेछ मिठो छ हौ त्यो लाइटमा हो अब यस्तो छोडिदिइहाल्यो यस्तो यस्तै खाने भोलिबाट ढुङ्गा पनि जाने भोलिबाट ढुङ्गा पनि जाने सुकुटी भुजा चिउरा के भन्छ फुल्लो पन्ध्र भटमास अनि बदाम गाजर काँक्रा मुला कागती कालानी कालानी बडा बनाउने निस्केको पानी परिहाल्यो
पानी परेपछि रोज त हिँड्ने कुरो भएन। अलिअलि भोक पनि लाग्थ्यो, त्यो भएर मासु र सुकुटी र चुरा जान्छ। भाइ फेरि लाइफतिर बिजी, म जिन्दगीतिर बिजी हो। म खानातिर बिजी। कागती आफ्नै तरेसा बारीको बबाल मिठो छ, बबाल। तपाईँहरू पनि यसो खानामा लायो भने खाजा चाहिँ कुन ठाउँ रे भाइ? ब्याम्बो ब्याम्बो कहाँ छ अरे यो? बेलुकी सुन पारे बेलुकी बिसुन पारी झुलुङ्गी पुल तरेर आउन सक्नुहुन्छ। साथमा पनि आउँछ बाइक सहित। मेन कुरो चाहिँ यहाँ उहिले आउनुपर्ने अब 2 वर्षमा एकचोटि आइन्छ। एकचोटि त खानै पर्यो। फेरि अब जाने कि नै त जाने जाने हो। ओके यस्तो यस्तै गरेर मजा लाग्छ। अब के गर्नु, आफ्नो कर्म पनि गरिदिनु पऱ्यो। सुकुटी चाहिँ दामी हो। ल गाइज, हामी चाहिँ अब खाजा खाएर फर्किन लागेको। पानी पनि बिदा भयो। सो सानोतिनो यसो भ्लग बनाऊँ भनेर बाहिर निस्केको। आज पानी सानी परेर दिमाग खराब भयो। पानी नपरेको भए चाहिँ रमाइलो हुन्थ्यो होला। पानी पनि बिदा भयो, रुमतिर फर्किनु पऱ्यो। अहिले फेरि बर्खा मासको बेला छ, धेरै पानी पऱ्यो भने फेरि रुममा फर्किन गाह्रो हुन्छ गाइज। मोटरसाइकल नादी आमामा बोक्लाएर कत्रो छ। भाइ पनि अघिसम्म चुप्प लाएर बसेको थियो, अहिले खाजा खानिदिएको बल्ल एकदम हिँड्ने जोस आयो दाइ भन्दैछ। अब रुममा फर्किनुपर्छ। ल आजलाई भिडियो यति नै गाइज, है त, बाई बाई।